नमस्कार, म नितेश राई। पछिल्लो समय देशमा युवाहरूमा अलि धेरै चिन्ताहरू देखिरहेको परिस्थिति छ। समस्याहरू छन्, सुशासनको समस्या छ। युवा पुस्ताहरूमा नेपालमै केही गर्छु भन्ने सोचाइहरू अहिले कम हुँदै गएको हो कि भन्ने परिस्थिति पनि बनिरहेको छ। देशमा भर्खर अलिअलि ताते गर्दै गरेको व्यवस्थामाथि पनि पछिल्लो समय यो व्यवस्था बेठिक हो कि भन्ने ढङ्गबाट चाहिँ छलफलको कोणहरू कतैबाट सृजना भएको परिस्थिति छ र केही शक्तिहरू केही दिन अगाडिसम्म यो व्यवस्था बेठिक हो कि भन्ने ढङ्गबाट चाहिँ राजतन्त्रको लागि आन्दोलन पनि गरिराखेको परिस्थिति थियो। यी सारा परिस्थितिहरू अहिले पनि हाम्रो देशमा चलिरहेका छन्। युवा पुस्ताहरू कुनै न कुनै ढङ्गबाट यो व्यवस्थाप्रति अलिअलि धेरै वितृष्णा जगाइराखेको हो कि भन्ने परिस्थिति पनि देखिरहेको छ। यो सन्दर्भमा हामीले अहिले युवा पुस्ताहरूसँग विशेष गरी पछिल्लो समय व्यवसाय, उद्यम र सफलताको सिँढीमा चढ्नलाई प्रयास गर्दै गरेका केही युवा पुस्ताहरूसँग हाम्रै नेपालमा पनि केही गर्न सकिन्छ भन्ने ढङ्गबाट अठोट लिएर त्यो सफलताको सिँढीमा चढ्दै गरेका केही उदाहरणीय पात्रहरूसँग कुरा गर्नका लागि हामीले यो पोडकास्ट तपाईहरू माझ लिएर आउँदैछौँ। यो पोडकास्टमा तपाईहरूको थप सल्लाह सुझावको अपेक्षासहित हामीले यो भिडियो तयार गरेका छौँ। पछिल्लो समय देशमा देखिएका समस्याहरूको विषयमा युवा पुस्ताहरूसँग छलफल गर्नेछौँ। समाजमा रहेका केही व्यक्तित्वहरूसँग हामी गफ गर्नेछौँ। उहाँहरूको जीवन भोगाई, उहाँहरूको सङ्घर्षको कथाहरू यस हाम्रो पोडकास्ट मार्फत तपाईहरू माझ हामी प्रस्तुत गर्नेछौँ। यो पोडकास्टलाई अझै व्यवस्थित, अझै राम्रो र थप तपाईहरू माझ ल्याएर आउँदै गर्दा परिष्कृत ढङ्गबाट कसरी ल्याउन सकिन्छ यहाँहरूको सल्लाह सुझावको अपेक्षासहित हामीले यो भिडियो तयार गरेका छौँ। तपाईहरूसँग केही त्यस्ता सल्लाहहरू छन्, केही सुझावहरू छन् भने हाम्रो कमेन्टमा राखिदिनु हुनका लागि तपाईहरू सबैमा हामी हार्दिक अनुरोध गर्दछौँ।